धेरै धेरै पर सेतो हिमालको काखमा एउटा सुन्दर हरियो जङ्गल थियो। त्यो जङ्गलमा टुल्के नाम गरेको एउटा सानो हिमाली भालु बस्थ्यो। टुल्के अरू दिन त खुब हाँस्ने खेल्ने गर्थ्यो, तर आज उसको हाँसो कतै हराएको थियो। खै मेरो हाँसो हिजोसम्म त यही थियो, आज कता गयो होला? म अब कसरी खेल्नु? टुल्के आफ्नो हराएको हाँसो खोज्न निस्कियो। उसले ढुङ्गा मुनि हेर्यो, झाडीमा खोज्यो, तर कतै भेट्टाएन। त्यही बेला इन्द्रेणीको रङ जस्तै पखेटा भएकी मुना दाफे उड्दै त्यहाँ आइपुगी। के भयो टुल्के भाइ? किन यस्तो उदास भएको? तिम्रो मुहारमा त घामै लागेको छैन आज। मुना दिदी, मेरो हाँसो हरायो। तपाईले कतै देख्नुभयो? त्यो गोलो गोलो मिठो थियो। लौ, हाँसो पनि कतै हराउँछ? हाँसो त खोजेर भेटिने कुरा होइन टुल्के, यो त मनबाट आफै आउँछ। ल, एकछिन आँखा बन्द गर त। टुल्केले मुनाले भने जस्तै गर्यो। अब सोच त, तिमीलाई सबैभन्दा खुसी के गर्दा लाग्छ? जब तिम्री आमाले मिठो मह चाट्न दिनुहुन्छ, कि जब तिमी गुराँसको फूलसँग खेल्छौ? टुल्केले आमाले दिएको गुलियो मह सम्झियो। उसलाई कस्तो न्यानो महसुस भयो। अनि उसले रातो गुराँसको फूललाई सुमसुम्याउँदै गुदगुदी लगाएको सम्झियो। अनि उसको मुखबाट सानो हाँसो फुत्कियो। हो त, मह खाँदा कस्तो रमाइलो हुन्छ। टुल्केले सातै रङको इन्द्रेणी सम्झियो। उसको मनै फुरुङ्ग भयो। अनि उसलाई थाहै नपाई उसको मुखबाट ठुलो रमाइलो हाँसो निस्कियो। मुना दिदी, भेटियो। मेरो हाँसो त मेरै मनभित्र पो लुकेको रहेछ। धन्यवाद। त्यस दिनदेखि टुल्के जब पनि उदास हुन्थ्यो, उसले आफूलाई खुसी बनाउने राम्रा कुराहरू सम्झन्थ्यो। अनि उसको हराएको हाँसो आफै फिर्ता आउँथ्यो।